नमस्ते। ल एकछिनलाई एउटा यस्तो संसारको कल्पना गरौँ न जहाँ खल्तीमा फोनै छैन। सोच्नुस् त हरेक कामको लागि बेग्ला बेग्लै ग्याजेट चाहिने। आज हामी त्यही स्मार्टफोन आउनुभन्दा अगाडिको एउटा रमाइलो दुनियाँको यात्रामा निस्किँदैछौँ। सोच्नुस् त अचानक आँखा खोल्दा आफूलाई सन् 2000 को नेपालमा भेटियो भने वरिपरि हेर्दा सबै कुरा कस्तो अनौठो कस्तो नौलो लाग्दो हो। त्यो बेलाको अलमल त्यो छक्क पर्ने भावना मनमा एउटै प्रश्न आउँछ होला, यो म कहाँ आए? हो, त्यो बेलाको दुनियाँ, खास गरी मनोरञ्जनको दुनियाँ त पुरै बेग्लै थियो। अहिले जस्तो एउटै स्मार्टफोनमा पबजी, स्पोटिफाई, नेटफ्लिक्स सबै एकै ठाउँमा कहाँ पाउनु? हरेक कामको लागि एउटा छुट्टै डिभाइस बोकेर हिँड्नु पर्थ्यो। आहा, त्यो समयको गेमिङको त कुरै नगरौँ। साथीहरू सब जम्मा भएर एउटै टिभीको स्क्रिनमा आँखा गाडेर बस्दाको त्यो उत्साह, क्र्यास ब्यान्डिकुट जस्ता गेम खेल्दाको त्यो मजा, साँच्चै भन्नुपर्दा त्यो बेला गेम खेल्नु भनेको एउटा पर्व मनाए जस्तै थियो। त्यो बेला गेम खेल्नलाई प्लेस्टेसन वा निन्टेन्डो जस्तो छुट्टै कन्सोल नै चाहिन्थ्यो, अनि त्यो पनि टिभीमा जोडेर मात्र खेल्न मिल्ने। मतलब गेम खेल्ने ठाउँ भन्नेकै घरको कोठा, टिभीको अगाडि मात्रै। अहिले जस्तो बसमा होस् वा कलेजको क्यान्टिनमा जहाँ पायो त्यहीँ मोबाइल झिकेर खेल्न त सोच्न पनि सकिँदैनथ्यो। अनि गीत सङ्गीत सुन्ने तरिका नि, त्यो त झन् अर्कै थियो। एकदमै व्यक्तिगत, एकदमै गहिरो अनुभव। कानमा हेडफोन लगाएपछि त बस आफ्नै संसारमा हराइन्थ्यो। गीत सुन्दा सुन्दै मनै कता कता पुग्थ्यो। गीत सुन्नलाई चाहिन्थ्यो वकम्यान, जुन अहिलेको आइपड जस्तै हो, तर फरक के थियो भने यसमा हजारौं गीतहरू हुँदैनथे। एउटा क्यासेट टेपमा मुस्किलले 10-15वटा गीत हुन्थे। भन्नुको मतलब यो एउटा फिजिकल प्लेलिस्ट जस्तै थियो, जसलाई गीत फेर्न फास्ट फरवर्ड वा रिवाइन्ड गर्नु पर्थ्यो। सोच्नुस् त गीत सुन्नकै लागि मात्र एउटा छुट्टै डिभाइस बोकेर हिँड्नुपर्ने। ल, मनोरञ्जनको कुरा त भयो, अब कुरा गरौँ साथीभाइको। त्यो बेलाको दोस्ती कस्तो थियो होला? जब इन्स्टाग्राम थिएन, मेसेन्जर थिएन, तब मान्छेहरू कसरी एकअर्कासँग सम्पर्क गर्थे होलान्, कसरी भेट्ने प्लान बनाउँथे होलान्? तर अचम्मको कुरा के थियो भने मोबाइल नहुँदा एक किसिमको छुट्टै स्वतन्त्रता थियो। एकछिनमा आउने नोटिफिकेसनको झन्झट थिएन, स्न्याप वा मेसेजको कुनै टेन्सन थिएन। जीवन आफ्नै तालमा बिना कुनै डिजिटल डिस्टर्बेन्स मजाले चल्थ्यो। त्यो बेला साथीहरू भेट्ने तरिका नै फरक थियो। धुलो उडाउँदै सँगै साइकल कुदाउनु, टोलको भिडियो गेम सेन्टरमा जम्मा हुनु, अनि कहिलेकाहीँ त बिना कुनै प्लान बाटोमा हिँड्दा हिँड्दै अचानक भेट हुनु। हो, यस्तै थियो त्यो बेलाको दोस्ती, एकदमै रियल, एकदमै फेस टु फेस। मात्र 10 रुपैयाँ। अहिले सुन्दा यो खासै ठुलो रकम नलाग्न सक्छ, तर त्यो जमानामा यही सानो नोटले एउटा यस्तो अनुभव किन्थ्यो जुन कहिले बिर्सन सकिँदैन। हो, त्यही 10 रुपियाँमा साथीहरूसँग मिलेर पुरै 1 घन्टा भिडियो गेम खेल्न पाइन्थ्यो। अनि त्यो अनुभव, त्यसलाई त स्वर्ग जस्तै भनिन्थ्यो, किनभने त्यो पैसाले गेम मात्रै किनेको थिएन, त्यसले साथीहरूसँगको त्यो अविस्मरणीय समय, त्यो हाँसो र त्यो यादहरू किनेको थियो। ल, अब विगतबाट एकैचोटि वर्तमानमा फर्कौँ है त। ती सबै छुट्टा-छुट्टी डिभाइसहरू, ती सबै बेग्ला-बेग्लै अनुभवहरू आज कसरी एउटै खल्तीमा अटायो होला? यो परिवर्तन हेर्नुस् त, कति अचम्मको छ। त्यो बेलाको प्लेस्टेसन, त्यो वकम्यान, टिभी अनि साथीहरू जम्मा हुने त्यो भिडियो गेम सेन्टर, ती सबै कुरा आज हाम्रो खल्तीमा भएको एउटै सानो स्मार्टफोनमा आएर बसेको छ। हो, प्रविधिको असली क्रान्ति भनेकै यही हो। तर यो प्राविधिक विकासले हाम्रो अनुभव र यादहरूमा चाहिँ कस्तो असर पार्यो होला? ल, अब अलिकति गहिरिएर सोच्ने बेला भयो। त्यो बेलाको एउटा कुरा के थियो भने सानो सानो कुराले पनि मनमा ठूलो खुसी ल्याउँथ्यो। सायद साधनहरू कम भएर होला, जे कुरा पाइन्थ्यो नि त्यसको महत्त्व नै बेग्लै हुन्थ्यो, त्यसको मज्जा नै बेग्लै हुन्थ्यो। यो कुराले एउटा गम्भीर प्रश्न पनि उठाउँछ। हो, प्रविधिले हाम्रो जीवनलाई एकदमै सजिलो बनाइदियो, तर के यो सजिलोपन त्यो समयको आपसी माया, त्यो भेटघाटको रमाइलो र ती जीवन्त अनुभवहरूको मूल्यमा आयो त? सायद हामीले केही पाउनको लागि केही गुमायौँ पनि। अन्त्यमा एउटा प्रश्न सबैले सोच्नको लागि छोडेर जाउँ, कि अहिलेको प्रविधिले हामीलाई साँच्चै एकअर्कासँग जोडेको छ, कि यसले हामीबीच एउटा नदेखिने नयाँ किसिमको दूरी पो बनाइरहेको छ कि? एकपटक सोचेर हेरौँ न है।